सक्छ। चलचित्रको सबैभन्दा सबल पक्ष भनेको सिनेमाटोग्राफी हो। सुशान्त प्रजापति डीओपी रहेको यस चलचित्रमा उनको आफ्नै स्पेशल लाइटिङ स्टाइल देख्न सकिन्थ्यो। सुशान्त प्रजापतिले आफ्नो शटहरू लिँदाखेरि म्याक्सिमम की लाइटलाई ब्याकग्राउन्डमा राख्न रुचाउँछन्, जसले गर्दा यो चलचित्रको शटहरू एकदमै सिनेम्याटिक देखिन्थ्यो। म्याक्सिमम शटहरूमा लालटिनलाई प्र्याक्टिकल लाइटको रूपमा प्रयोग गरेका छन्, जसले अझै डेप्थ क्रिएट गरेको देख्न सकिन्थ्यो। आउटडोर शटहरूको फ्रेमिङ एन्ड कम्पोजिसनहरू पनि एकदम मनमोहक देखिन्थ्यो, जुन पूर्ण रूपमा चलचित्रको स्टोरीसँग बेन्ड भएको जस्तो फिल हुन्थ्यो। चलचित्रको एउटा एक्सपेक्टको कुरा गरौँ, त्यो हो चलचित्रको न्यारेटिभ स्टाइल तथा कथावस्तु। फर्स्ट हाफसम्म चलचित्र राम्रैसँग बगेको देखिन्छ। चलचित्रले दर्शकलाई मजाले नै बाँधेर राख्न सफल भएको छ। चलचित्रको दोस्रो हाफ सुरु हुँदा भने चलचित्र कथाबाट भड्केको हो कि जस्तो स्टार्टिङमा फिल हुन्छ, तर राइटरको चतुर्याइ नै भन्नुपर्छ कि उनले कथालाई ब्याक अन ट्र्याक लिएर आएका छन्। चलचित्रको सेकेन्ड हाफमा मधुको गोल भनेको आफ्नो छोरीलाई बुवाको नाम दिनु हो कि जस्तो फिल गराउँछ, तर राइटरले वादी समुदायमा रहेको सामाजिक पहिचानको पक्षलाई भने यसले उजागर गर्न सफल भएका छन्। चलचित्रको इन्डिङ भने आफ्नो आमाले आफ्नो छोरीको लागि केसम्म गर्न तयार हुन्छन् भन्ने कुरा देखाइएको छ। त्यही पनि हाम्रो टिमलाई यसको इन्डिङ भने केही इजी वे आउट खोजेको हो कि भन्ने फिल भएको छ। सेकेन्ड हाफमा गएर केही अननेसेसरी सबप्लटहरू राखिएको हो भन्ने हामीले फिल गरेका छौँ, तर कथा चाँडै नै मेन प्लट तर्फ मोडिन्छ, जसले गर्दा दर्शकहरू खासै भड्किन पाउँदैनन्।